नानी हिँड्दै पुऱ्याउनु भयो लाउन त भन्दैन कस्तो लाग्यो ए नानी खुसी लाग्यो नि 3 करोड नै नजोडिए पनि 1 करोड चाहिँ म सम्झौता बनाउँछु माननीयजी हुन्छ माननीयजी नमस्कार नमस्ते यसको विज्ञापन गरे जस्तो भयो तर बहिनीले ल्याइदिएकोले ठिकै छ हाम्रो ठिकै छ कहिले काहीँ खान्छु यता हाम्रो सुम्न्याङ नमस्कार सेवारो हाम्रो माननीयजीको छोरा हुनुहुन्छ हजुर माननीयजी आमालाई बोकेर ल्याइ पुऱ्याउनु भयो यो एउटा कस्तो भागल थियो अठो आज कान्छा छोराले बोकेर ल्याउनु भयो नानी हिँड्दै पुऱ्याउनु भयो लाउन त भन्दैन कस्तो लाग्यो ए नानी खुसी लाग्यो नि 3 करोड नै नजोडिए पनि 1 करोड चाहिँ म सम्झौता बनाउँछु माननीयजी हुन्छ माननीयजी नमस्कार नमस्ते यसको विज्ञापन गरे जस्तो भयो तर बहिनीले ल्याइदिएकोले ठिकै छ हाम्रो ठिकै छ कहिले काहीँ खान्छु यता हाम्रो सुम्न्याङ नमस्कार सेवारो हाम्रो माननीयजीको छोरा हुनुहुन्छ हजुर माननीयजी आमालाई बोकेर ल्याइ पुऱ्याउनु भयो यो एउटा कस्तो भागल थियो अठोट थियो अथवा के थियो माननीय यो चाहिँ कस्तो भने अब यहाँ एउटा चलाउनुपर्छ जस्तो लाग्छ मलाई होइन आज मैले अरूले पनि आफ्नो आमालाई बाबालाई मेरो बाबा त हुनुहुन्न आमा र बाबालाई तल बगरदेखि बोकेर ल्याउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने उहाँहरूले 9 महिना गर्भमा बोक्नुभयो होइन त्यसपछि कति सालसम्म बोक्नुभयो अनि उहाँहरूले चाहिँ यत्रो हामीलाई जीवनभर बोकिराख्नु भएको छ भने हामीले एक दिन बोक्दा के हुन्छ र भनेर बोकेर आएको फेरि यता खोल्छी भट्केको रहेछ त्यहाँ हाम्रो बिजोग भयो हजुर अनि मलाई जन्म दिने आमालाई मैले बोकेर ल्याएँ यहाँ र यो चाहिँ अरूले पनि यो चलन चाहिँ चलाउँदा हुन्छ भन्छु म चाहिँ राम्रो फिल हुन्छ कि गाडीमा आउनु र बोकेरै ल्याउनुमा चाहिँ धेरै फरक पर्छ फिल हुन्छ होइन एउटा सुम्निमा पारवाङ बनाउने सोच यहाँले बनाउनु भयो मेयर हुँदा यो कन्सेप्ट कसरी तपाईँमा आयो यो कस्तो भन्दाखेरि अब मेयर भएर धेरै खालको काम गरियो बाटो बनाइयो कति पानीको ट्याङ्की बनाइयो कति पानीको बारेमा त मेन कुरै गरियो वृक्षारोपण पार्कदेखि लिएर सबै कामहरू गरियो इभन बस पार्क मेरै पालोमा चाहिँ सम्पन्न भयो होइन यावत कुराहरू गरियो तर संस्कृतिको क्षेत्रमा चाहिँ नि हामीले आविष्कार केन्द्र पनि बनायौँ इन्जिनियरिङ कलेजभित्र तर त्यो सञ्चालन आएको छैन बहुभाषिक पाठशाला यावत कुराहरू जुन मोडलमा मैले विकासको कन्सेप्टलाई अगाडि सारेँ होइन त्यो मान्छेले मिहिन तरिकाले खोज्दाखेरि चाहिँ त्यहाँ चाहिँ सबै थोक देखिन्छ क्या उद्योग पनि खोलियो होइन पहिला थिएन त्यस्तो अब आफै निर्माण गर्ने भनेर निर्माण सामग्री इक्विपमेन्ट्स पनि किनियो त्यो हुँदाखेरि अब यो चाहिँ कस्तो भन्दाखेरि हरेक कुरा भत्केर जान्छ होइन बाटो बनायो भत्केर जान्छ ट्याङ्की बनायो त्यो पनि भत्केर जान्छ 6 महिना 1 वर्षपछि रिपेयर गर्नुपर्छ यो चाहिँ यस्तो चिज हो जुन चिज चाहिँ भत्केर कहिले पनि जाँदैन र धरानमा के छ त हाम्रो भन्दाखेरि अब उद्योगहरू छैन होइन जबहरू पनि त्यस्तो अब भएको छैन अब धरानको सबभन्दा पोटेन्सियल इन्डस्ट्री नै तपाईँको पर्यटन देखेँ क्या मैले हजुर अनि त्यसले गर्दाखेरि अब धार्मिक स्थलहरू भएको ठाउँमा अब यहाँ होइन पिण्डेश्वर बाबाधाम के अरे बुढा सुब्बा लगायतका विभिन्न मन्दिरहरू छन् सुम्निमा र पारवाङको एउटा मन्दिर जस्तो पनि बनाउनुपर्छ भन्ने लागेर गरियो अब यहाँ चाहिँ के हुन्छ भने अब 3टा यसको चाहिँ एस्पेक्ट म अहिले देख्छु एउटा चाहिँ तपाईँको
घुम्नलाई आउँछन् मान्छे। हजुर अर्को यो आस्थाको केन्द्र पनि बन्छ होइन, पूजाआजा गर्नलाई नै आउँछन्। र अर्को कुरा चाहिँ अध्ययन गर्नलाई नै आउँछन्, त्यो अध्ययन केन्द्रको रूपमा पनि त्यसलाई हामी विकसित गर्छौँ। त्यो हिसाबको चाहिँ छ। र हरेक मान्छेले चाहन्छ होला, सायद मैले मात्रै होइन, यस्तो एउटा काम गरौँ जो चाहिँ एउटा कृतिमानी होस् होइन, कृतिको रूपमा रहिरहोस्। मैले अघि भने नि बाटो बनायो भत्केर गइहाल्छ, वास्ता नि त्यति हुँदैन। अनि कसले बनायो भन्ने कुरामा त्यति चर्चा नै हुँदैन क्या। जस्तै विभिन्न संरचनाहरू हामी बनाउँछौँ होइन, बस पार्क बनाउँछौँ, के बनाउँछौँ, तर यो जुन छ यो चाहिँ कसरी यसको तपाईँको चाहिँ के अरे उत्पत्ति भयो त भन्ने कुराले गर्दाखेरि पनि अब चिरकालसम्म हामीले गरेको काम तपाईँ हामी सबैको यो उसो होइन, हाम्रो चाहिँ नि रहिरहन्छ भन्ने लागेर यो बनाइयो। र यहाँ अब डिजाइनगत हिसाबले चाहिँ अब मैले डिजाइनरहरूले बनाएको छु। अब यहाँदेखि एउटा टेरेस निस्किन्छ होइन, हजुर कतिमा चाहिँ यहीँ अगाडि हुँदैन, अलिक पछाडि हुन्छ। हजुर अनि यहाँ यता पुरै यसरी बस्ने हुन्छ, यहाँ बसेर अगाडिबाट फोटो खिच्ने है, उता फर्किरहेको हुन्छ प्रतिमा लगायतका कुराहरू हुन्छ। यहाँनिर निकै हामीले काम गर्नुपर्ने छ। पहिलो पार्ट हामी यतैबाट सुरु गर्छौँ र त्यो चिज छ खासमा। माननीयज्यू, अब आज हिजो भुइँ मान्छे होइन, एउटा यति धेरै सङ्घर्षका बावजुद देश विदेशमा जुन खालको एउटा आफ्नै खालको स्ट्रगलहरू गर्नुभयो, अन्ततगत तपाईँले आफ्नो भनाइमा नि भन्नुभएको छ, हुन त तपाईँ भुपो लाउरेको छोरो, कान्छो छोरो, लाउरे हुनु भएन, आज चाहिँ यही देशमा एउटा चाहिँ केही गर्छु भनेर अगाडि बढ्नुभयो र आज संसारभरि एकजना भुइँ मान्छे यति चिर परिचित हुनुभएको छ। जस्तै मैले एकजना अमेरिकाबाट आउनेलाई सोधेको थिएँ, उहाँले पनि त्यहाँ निकै चर्चा छ भन्नुभयो, गजब लाग्यो होइन। र हिजो त्यो सङ्घर्ष गर्दा ताकाको अवस्था र अहिले यसो हुँदाखेरि म यो अवस्थामा पुग्छु भन्ने सोच्नु भएको थियो? मैले त्यस्तो पुग्छु भनेर त मैले अब त्यत्रो महत्त्वाकांक्षा राखेर हिँड्ने मान्छे होइन, मैले त्यस्तो त सोचेको थिइनँ। तर कस्तो भन्दाखेरि परिस्थितिले त्यस्तो बनाउँदै आयो र तपाईँको चाहिँ नि अब यस्तो पनि हुँदो रहेछ हौ मान्छेलाई। अब यो गल्लीमा हिँड्दाखेरि म होइन, जस मान्छेले मलाई गरेको अपमानहरू त्यो कुराहरू नै मेरो ऊर्जाको रूपमा भयो। किनभने अहिले पनि नेपालभरि विश्वभरबाट मलाई गाली गर्छ नि, त्यो यति धेरै मेरो ऊर्जा हो होइन। त्यसरी त्यो नेगेटिभ प्रहारलाई मैले पोजिटिभ एनर्जीमा रूपान्तरण गर्न सक्दो रहेछु क्या, त्यो चिज हो। र हिजो मलाई केही जस्तो होइन यो भन्ने हिसाबबाट हुँदाखेरि धरानको प्रमुखै बन्छु भनेर मैले सोचेँ होइन, कोसिस गरेँ, बने पनि। अब त्यो हिसाबबाट चाहिँ तपाईँको चाहिँ नि अब मान्छेले मलाई अलिकति डोमिनेट गर्न खोजेर पनि हो यो चिज भएको। र अर्को कुरा फेरि खोइ त्यो ऊ नै होला हौ, यो भाग्यमा लेखेर आएको भन्छ नि, त्यो होला जस्तो लाग्छ होइन। अब यो सुम्निमा र पारुहाङको प्रतिमा हर्क साम्पाङले बनाओस् भनेर पर्खिराखेको रहेछ जस्तो लाग्छ क्या मलाई। त्यो कोकाको पानी होइन, हर्क साम्पाङले ल्याओस्, हो उसैले ल्याओस्, अरूले सक्दैन उसैले ल्याओस् भनेर पर्खिराखेको रहेछ क्या जस्तो लाग्छ। 3 करोड नै नजोडिए पनि 1 करोड चाहिँ म श्रमदाता बनाउँछु र 1 करोड नेपालीले श्रमदान गरेपछि यस्तो रमाइलो बन्छ, यस्तो रमाइलो बन्छ है। त्यो सोचिरहेको छु कस्तो लाग्छ। जे भयो त्यो चाहिँ मलाई मात्रै आरोप लाउने, मलाई भगवान् भने पनि हुन्छ भन्ने एउटा स्ट्याटस लेख्नु भएको थियो नि होइन। यो पछिल्लो समय चाहिँ किन यसरी चाहिँ यहाँ जे कुरामा पनि यहाँको नाम जोडिनुको कारण चाहिँ? श्रम संस्कृतिबाट सबै मान्छे अब भनौँ न भयभीत हुनुहुन्छ क्या उहाँहरू। हजुर, जुन हाम्रो अभियान हो नि यही मात्रै अन्तिम अभियान हो। अब यसपछि अर्को अभियान चल्दैन नेपालमा होइन, र यही मात्रै सही अभियान पनि हो। हामी रगत बगाउनुपर्छ भन्दैनौँ नि त, पसिना बगाउनुपर्छ भन्छ। र पसिना बगाउनुपर्छ भन्दा आजको पसिना बगाइ चाहिँ मैले थुप्रै पसिना बगाएको छु, तर आजको पसिना बगाइ चाहिँ मेरो जीवनमा तपाईँको एकदम धेरै, आज चाहिँ मलाई धेरै आनन्द छ है। मलाई जन्म दिने आमालाई बोकेर ल्याएँ, त्यसले गर्दाखेरि त्यो पसिना बगाइ आजको पसिना बगाइ चाहिँ राम्रो छ। र के छ भने
अब हामी त रगत बगाउने मान्छे होइन होइन अब रगत बगाउने अरूले खाँदैहरू खोसाएर खाने अरू बसिरहेको कुर्सी पल्टाइदिने अनि आफू त्यहाँ बस्ने भन्ने खालको राजनीति चलिरहेको थियो हजुर त्यसलाई चाहिँ एउटा नयाँ ट्रेनबाट नयाँ श्रेणीबाट होइन हामीले चाहिँ नयाँ सिराबाट मतलब हामीले सुरु गर्दाखेरि उहाँहरू भयभीत हुनुहुन्छ त्यसले गर्दा अर्को साम्पाङलाई कसरी गिराउने भनेर उहाँहरूले एट्याक गरिराख्नु हुन्छ तर एउटा कुरा चाहिँ कस्तो भन्दाखेरि यो रामायणमा भन्थ्यो होइन मैले पढेको बालीलाई चाहिँ एउटा यस्तो वरदान मिलेको थियो अरे बालीसँग जो लड्न आउँछ उसको आदि शक्ति चाहिँ बालीलाई प्राप्त हुन्थ्यो अरे क्या है विपक्षको हजुर बालीसँग जो गयो होइन लड्नु त्यो उसँग लड्न आउने सामुन्नेमा आउने मान्छेको आदि शक्ति चाहिँ स्याटा बालीभित्र पसिजान्थ्यो अरे भने जस्तो त्यस्तो त म भन्दिनँ आफूलाई तर अरूले गाली गरेको कुराले चाहिँ मलाई साह्रै फाप्छ साह्रै नै फाप्छ जति गाली गर्छ उति चाहिँ आफू भनौँ न आफ्नो शक्ति बढिराखेको जस्तो फिल हुन्छ उमेरले पनि गर्दो रहेछ होइन अब उसलाई मेरो खास त्यस्तो होइन यतिखेर बुझ्दैन होइन आमा बाबा जन्म आफ्नो जीवन बुझ्दैन जब जीवनलाई बुझ्दै गइन्छ जगतलाई बुझ्दै गइन्छ त्यस पछाडि चाहिँ आमा बाबाको माया लाग्दो रहेछ यो सुम्निमा पारुवाङको प्रतिमा मैले बनाउनुको कारण चाहिँ होइन जुन त मैले हातले त नबनाउला तैपनि मेरो आह्वानबाट भएको छ यो चाहिँ खासमा एउटा शिक्षा पनि हो आफ्नो आमा बाउलाई आफ्नो पितृलाई माया गर्नुपर्छ बिर्सिनु हुँदैन भन्ने त्यो मेसेज म दिन चाहन्छु सबै नेपालीलाई मेरो देशको माटो मेरो देशको माटो यसरी अत्यन्त राष्ट्रभक्ति माटो प्रेमी आज कान्छा छोराले बोकेर ल्याउनु भयो नानी हिँड्दै पुऱ्याउनु भयो लाउन त भन्दैन कस्तो लाग्यो ए नानी खुसी लाग्यो नि है छोराले बोकी हिँड्दा बिखुसी हुनु त नि बाटो कस्तो थियो ए बाटो त भनेसम्म नानी तपाईँलाई उहाँले बोक्दाखेरि तपाईँ नै डराउनु भयो ए खै डर लागे पनि खुसी भए पनि बिखुसी भए पनि आफ्नो मनाइमा छ नै नानी ठाउँमा त डर पनि भयो तर छोराको काँधमा छु होइन के टेन्सन छोराले समय पिठीमा बोकिराखेछ बुहारी नाति ए खुसी नै भयौँ भनौँ न नानी आमा यहाँ पहिला यो ठाउँमा आउनु भएको थियो ए नानी के आइन्थ्यो होला बिना काम बिगर है तर आज यो अस्ति नैको कार्यक्रममा आउनुभयो आज दोस्रो पटक हामी आएको छैन नानी पहिलो बोकेर लाने ए बोकेर ल्याउनु भयो बोकेर ल्याइपुग्नु भयो है हस् आमा धन्यवाद यहाँसम्म बोकेर ल्याउनु भयो र उहाँ